यो चाहिँ हाम्रो के मेसिन हो? यो बेन्डिङ मेसिन के बेन्ड गर्न मिल्छ यसले? बाँस पनि बेन्डिङ गर्न मिल्छ? हजुर बाँस काठ यो बाँस बेन्डिङ गर्न मिल्यो यसले हजुर फलाम बेन्डिङ गर्न मिल्यो हजुर फलाममा जिआई बेन्डिङ गर्न मिल्यो स्टिलको मजाले मिल्यो कति एमएम सम्मको मोटोमा मिल्छ? मोटोमा 2 एमएम 3 एमएम मिल्छ? मोटोमा 19 एमएम 19 गेजको 19 गेजको सम्बन्धलाई मजाले बेन्डिङ गरेर मोटोमा कति 2 एमएम 3 एमएम? हजुर यो तपाईँकै कारखानामा बनेको हो? यो हाम्रै कारखानामा बनेको हो यो श्रेष्ठ इलेक्ट्रो मेकानिकल वर्कसपमा बनेको एकदम सफलतापूर्वक सञ्चालन भइरहेको छ यो आज यो चाहिँ हाम्रो कहाँ आज कहाँ जानु लाग्यो? आज उर्लाबारी मोरङ उर्लाबारी जाँदैछ यो मेसिन के प्रयोजनको लागि हो? यो ठ्याक्कै भन्दाखेरि चाहिँ पाइप बेन्डिङ गर्नको लागि गइरहेछ यो ठेलगाडा बनाउनको लागि जुन पाइपहरू बेन्ड गर्नुपर्ने हुन्छ त्यो पाइपहरू बेन्ड गर्नको लागि चाहिँ यो मेसिन युज गरेर सजिलो सरल यन्त्र छिटो छरितो भरपर्दो तरिकाले यो स्विचको काम चाहिँ के हो? यो स्विचको काम चाहिँ हजुरलाई कतापट्टि बेन्ड गर्नु पर्यो होइन त्यो अनुसारले यो स्विचले कन्ट्रोल गर्न सक्यो रोक्ने अब राइट टर्न गर्ने हो कि लेफ्ट टर्न गर्ने हो कि त्यो अनुसारले कुन राइट टर्न गर्ने? यसले चाहिँ राइट गरौँ होइन यसले होइन यसले लेफ्ट गर्यो यसले राइट गर्यो यो राइट भयो यो लेफ्ट भयो घरको लाइनले पनि चल्छ यो घरको लाइनले सकेसम्म नचलाउनु यो 3 फेज नै हामीले मोटर जोइन गरेको छौँ यो 3 फेजबाटै चलाउँदा एकदम राम्रो बेस्ट ल हस् धन्यवाद